नमस्कार सबैजनालाई। आज पहाडको होली र तराईको होली अब भोलि हैन। अनि के भन्छ होली त अब यसपालि त्यस्तै रह्यो, के सुन्नमा आइरहेछ गरम सरम अरे। अब मेन कुरा होलीको भन्दा पनि होलीको शुभकामना सबैजनालाई। मेन कुरामा के भनेर छ भने चुनाव पनि अब नजिकै आइसकेको छ, चुनाव अब आइसकेको छ हैन। तपाईहरुको इच्छा लागेको व्यक्ति जसलाई मन परेको छ त्यसलाई भोट दिनु होला। सबैलाई शुभकामना। यसलाई भोट दिनु, उसलाई भोट दिनु म भन्दिनँ। म आफ्नो जुन मुद्दा छ त्यसको बारेमा भन्न चाहन्छु। तपाईहरुलाई थाहै छ कि म निरन्तर लागु औषधको बारेमा आवाज उठाइरहेको छु हैन। कसलाई यो मेरो कुरा राम्रो लाग्छ या लाग्दैन त्यो गफ मात्रै लाग्छ। तपाईहरुलाई यो समस्या ठुलो लाग्छ कि लाग्दैन? मलाई त एकदमै ठुलो समस्या लाग्छ यो हैन। यो आवाज उठाउनको लागि सही समय हो जस्तो मलाई लाग्छ। तपाईहरुले पनि साथ र सहयोग दिनु होला। कमसेकम प्रत्यक्ष रूपमा नभए पनि सोशल मिडियामा मैले आजसम्म कुनै भिडियो मेरो सेयर गरिदिनुहोस् भनेको छैन, कमेन्ट गरिदिनु भनेको छैन। यो सम्बन्धी भिडियोहरू कमसेकम तपाईहरुले सेयर गरेर कमसेकम प्रतिनिधिहरूसम्म पुर्याइदिनुहोस् कि तिनीहरूलाई पनि लागोस् कि हो वास्तवमा यो समस्या रहेछ भनेर। लागु औषधको समस्या यति ठुलो छ अहिले हाम्रो यता विराटनगरतिर भन्नुपर्दा एकदम मेन रिजन जुन चोरी डकैती जति पनि हिंसाहरू हुँदैछ त्यो सबको जड लागु औषध हो। अनुसन्धानले पनि के जनाउँछ भने पुलिसको प्रतिवेदन अनुसन्धानले पनि के जनाउँछ भने कमसेकम लागु औषध नियन्त्रण गर्यो भने कमसेकम 1 दर्जन आपराधिक गतिविधिहरू कन्ट्रोलमा आउन सक्छ भन्ने पुलिसहरूले पनि सबैलाई थाहा छ यो कुरा। भने यस सम्बन्धी काम चाहिँ किन भइरहेको छैन भन्दा बुझ्दा पुलिसहरूले के भन्छ भने हामीलाई माथिबाट स्ट्रङली आदेश आउँदैन र त्यसको व्यवस्थापन गर्नको लागि फन्ड आउँदैन, त्यसको लागि सहयोग आउँदैन। त्यही भएर हाम्रो हिजोको दिनमा नागरिकता कति ठुलो समस्या थियो। हामीले लडेर सङ्घर्ष गरेर आखिरमा जित हासिल गऱ्यौँ। लगभग अलिकति नागरिकताको समस्या छँदैछ, त्यो पनि हुन्छ। कमसेकम सहज भयो नि त। अब कति नागरिकता विहीनहरूले नागरिकता पायो नि त। त्यस्तै गरेर लागु औषधलाई पनि तपाईहरुले एउटा समस्या मान्नुहुन्छ। जबसम्म मान्नु हुँदैन तबसम्म यो समस्या समाधान हुनेवाला छैन। त्यही भएर यो बेला तपाईहरुले कमसेकम साथ र सहयोग दिनुहुन्छ भने यही चुनावको बेलामा यो कुरा आवाज उठ्यो भने भोलिको दिनमा यसको समाधान निस्किन सक्छ। मेरो माग के छ भने स्वास्थ्य, शिक्षा, रोजगारी त्योहरू छँदैछ। सब सरकारको त्यही एजेन्डा हुन्छ, त्यही माग हुन्छ। रोजगारी अरे, शिक्षा अरे, यो अरे। अब लागु औषध पनि सामेल गर्नु पर्यो। आउँदो दिनमा जुन क्रमले लागु औषध सेवनकर्ताहरू, प्रयोगकर्ताहरू, बेचबिखनहरू भइरहेछ यसलाई पनि अब समावेश गर्नुपर्छ। किनभने लागु औषध पनि एउटा जटिल समस्याको रूपमा छ। मेरो माग के हो भने जसरी स्वास्थ्यको लागि, शिक्षाको लागि, रोजगारीको लागि, बेरोजगारीको लागि जसरी फन्ड छुट्याइन्छ, बजेट छुट्याइन्छ, त्यसरी गरी नै एउटा एक हिस्सा लागु औषध व्यवस्थापनको लागि फन्ड छुट्याइदियो भने सहज हुन्छ क्या। हुन त सबै खाने मान्छेहरूलाई जेलमा थुन्न थाल्यो भने हाम्रो नेपालको जेलहरू, कारागारहरू, थुनाहरू त्यति छैन जुन राख्न सकिन्छ भने। त्यस कारणले पनि सेवनकर्ताहरूले, पुलिसहरूले इग्नोर गरेर हिँड्छ, पकड धकर गर्दैन हैन। नेपालको कारागारमा, नेपालभरिको कारागारमा जम्मा 28,000 कैदी बन्दीहरू छ। त्यसमध्ये खाली 14,000 लागु औषधको छ। यति बढ्दो क्रम भए तापनि किन नेपाल सरकारको ध्यान आकर्षण यतातिर आउँदैन हैन? यतातिर ध्यान आकर्षण आउनु पर्यो। कुनै पनि देशमा जुन सबैभन्दा टपमा हुन्छ, टपमा जुन हुन्छ त्यो मुद्दा हुन्छ त्यसलाई सरकारले निवारण गर्ने केही योजनाहरू ल्याउँछ। तर खोइ हाम्रो देशमा त भएको छैन। तपाईँ यो कुरा सुरक्षण गर्नु गुगल गर्नुहोस् कि हाम्रो 28-29,000 कैदी बन्दीमा सबभन्दा धेरै लागु औषधको मुद्दा छ नेपालमा। भने नेपाल सरकारलाई त यो किन यति बढिरहेछ, यसलाई कसरी कम गर्नेतिर लाग्नुपर्ने हो नि? होइन, केही ठोस कदम उहाँले चाल्नु भएको छैन। लागु औषधले विभिन्न घरेलु हिंसादेखि लिएर चोरी, डकैती, बलात्कार, यौनजन्य गतिविधिहरू र यता आएर फिमेलहरूको पनि सङ्ख्या अत्यन्तै नै बढ्न थालेको छ। मलाई के लागु औषध नियन्त्रण गर्यो भने कमसेकम 1 दर्जन समस्या समाधान हुन सक्छ। यो सबै पुलिस प्रशासनदेखि लिएर सबैलाई थाहा छ। तर यो कुराले सरकारले कमसेकम ठोस सहज वातावरण बनाइदियो भने
एउटा राजसपाको उम्मेदवार पुरुषोत्तम यादव समानुपातिकमा 1 नम्बरमा सामेल भएको छ। उहाँले एउटा इन्टरभ्यूमा के भन्नुभएको थियो भने कि हाम्रो क्षेत्रमा पनि लागु औषध विकराल रूपमा फैलिरहेछ हैन। सानो सानो खुच्चाखुच्चीहरू प्लेट लिएर घुमिरहेछ। ब्राउन सुगर खानको लागि, सुक्खा नसा खानको लागि ट्याब्लेट गोटीहरू खानको लागि स्कुल पढ्ने कलेज पढ्ने विद्यार्थीहरू बिग्रिरहेको छ। तपाईहरुले यति सेयर गर्नुहोस् यो भिडियो कि उहाँसँग पनि यो भिडियो पहुँचोस् र उहाँको पनि ध्यान आकर्षण होस्। उहाँले गर्नुभएको वाचाहरू उहाँले त पक्कै पनि जित्नुहुन्छ जस्तो माहौल छ। जितेर गएपछि उहाँले यो मुद्दा संसदमा उठाएर यस सम्बन्धी के गर्नुहुन्छ भन्ने मेरो आशा छ। तपाईहरुले पनि साथ सहयोग दिनुहोला। यो समस्याले हरेक 10 घरमध्ये 8 घर ग्रसित छ, समस्यामा छ। कसैको आमा बुवा परेशान छ, कसैको बिबी परेशान छ, कसैको भाइ परेशान छ, कसैको बुवा परेशान छ यो समस्याले गर्दा हैन। तपाईको अडोस पडोसमा पनि होला। कमसेकम तपाईँ चाहनुहुन्छ कि स्वच्छ वातावरण बनोस्, नेपालमा नशामुक्त बनोस्, लागु औषध कम होस् हैन भने तपाईहरु कमसेकम यो भिडियो शेयर गरेर आफ्नो सहभागिता जनाइदिनु होला। धन्यवाद।